हेलो गाइस, नमस्कार। म चाहिँ चन्द्र बिष्ट, साउदी अरब खमिसदेखि अहिले चाहिँ। अनि नेपाल घर चाहिँ रोल्पा। अनि के छ, सन्चै आरामै हुनुहुन्छ। म चाहिँ साउदीको बारेमा थोरै जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। भिडियो अलिकति लामो हुनसक्छ, अन्तिम समय हेरेर साथ दिनु होला। साउदीमा चाहिँ धेरै गाह्रो छ साथीहरू। ट्रान्सपोर्ट लाइनमा चाहिँ होइन, ट्रान्सपोर्ट लाइनमा आउनुभयो भने कमाइ चाहिँ राम्रै होला भन्ने लाग्छ नेपालदेखि आउँदाखेरि। तर यहाँ चाहिँ तपाईँको धेरै नै गाह्रो छ। 3-4 महिना नै बसेर लाइसेन्स निकाल्नुपर्छ। गाडी सिक्नु पऱ्यो। सिकेपछि अब लामो गाडी चलाउनलाई धेरै गाह्रो छ। अनि त्यसपछि तपाईँको गाडी लिएर हिँडेपछि पनि कमाइ त हुन्छ नहुने होइन। कमाइ भयो भने तपाईँको मुखलबाट बस्नु पऱ्यो। यहाँको फाइन हुन्छ, फाइनबाट बस्नु पऱ्यो। फाइनले गर्दाखेरि धेरै गाह्रो छ। कमाइ खासै छैन होइन। साउदीमा चाहिँ कमाइ छ, तर फाइन धेरै आयो भने चाहिँ गाह्रो हुन्छ। अनि नयाँ ड्राइभरहरूले चाहिँ अनि त्यही भएर कम्पनीमा आउँदा चाहिँ राम्रो हुने रहेछ। ट्रान्सपोर्ट लाइनमा चाहिँ एकदमै फाइन धेरै आउने। अनि नयाँ नयाँ ठाउँमा जानु पऱ्यो। त्यस भएपछि अब बाटोहरू थाहा पाउनु पऱ्यो। बाटोहरू थाहा नहुँदाखेरि धेरै दुःख पाइने रहेछ। धेरै नै फाइन आउने रहेछ। अनि तपाईँको ओभर स्पिडको आउँछ कहिले कहिले। अब नो एन्ट्रीहरू त थाहा नै भइहाल्छ, छोडेर गर्दा नै हुन्छ। अनि ओभर स्पिडतिर एउटा क्यामेरा धेरै चाहिँ आउने रहेछ कि। अनि त्योभन्दा बरु तपाईँहरू आउँदाखेरि कम्पनीमा आउनु। जुन गाडी चलाउन आए, बस चलाउन आए पनि भयो, अरू अब गलपहरू चलायो भने, जे चलाए पनि कम्पनीको भयो भने चाहिँ अलि राम्रै हुने रहेछ। टेलरहरू भयो भने, मैले चाहिँ टेलर चलाउँछु। अनि हाम्रो चाहिँ फाइन धेरै आउँछ कि, ज्याउँछ है। यस्तै छ, के गर्ने। मैले चलाउने गाडी चाहिँ यही हो। आउँदा चाहिँ नेपालदेखि आउँदा चाहिँ तपाईँहरू एकदमै ट्रान्सपोर्ट लाइनमा भन्दा नि कम्पनीमा आउँदा चाहिँ एकदम बेटर हुने रहेछ। यहाँ आएर अहिले थाहा भयो मलाई पनि, म पनि थाहा थिइनँ। म पनि नयाँ फर्स्टचोटि आएको साउदी। अनि धेरै नै गाह्रो छ। यहाँ चाहिँ बसहरू 3 चलाउन आयो भने चाहिँ राम्रो होला जस्तो लाग्यो मलाई चाहिँ। गाडी चाहिँ धेरै नचलाएको भन्ने हुन्छ नेपालमा। धेरै नचलाएको खलासी गरेर चाहिँ लाइसेन्स निकालेर जेस गाडी चाहिँ चलाउन जानेको भयो भने, उकालो ओह्रालो हिँड्न जानेको भयो भने भइहाल्छ। तर धेरै अब यहाँ चाहिँ आएर धेरै कुरा सिक्नुपर्ने रहेछ यहाँ पनि। अनि सिक्दा टाइम लाग्ने रहेछ। अलिअलि चलाउन जानेको मान्छे आएर पनि चलाउँछ। तर के भन्दाखेरि बाटो चाहिँ त्यस्तो डेन्जर चाहिँ हुन्न बाटो। तर के भन्दा यहाँको बाटोहरू अब नेपालको हुन्न नि त, धेरै झिकझ्याक हुन्छ बाटो। हिँड्ने त आफ्नो लेनमा हिँड्नुपर्छ होइन, त्यो केही छैन, धेरै समस्या हुन्न। तर कुन बाटो कहाँ छिर्छ, कहाँबाट निक्लिन्छ भन्ने कुरा एकदम कन्फ्युज हुन्छ कि सुरुमा। जता हेऱ्यो पनि सेमै लाग्छ। त्यही भएर एकदमै केयर गरेर हिँड्नुपर्ने रहेछ। अनि सानो थोरै मिस्टेक भयो भने, सानो मिस्टेकले पनि तपाईँको यहाँ 2000-3000 मुखल पाउन सक्छ कि। त्यो एकदम गाह्रो छ है साथीहरू। यही हो त।